गोर्खा सबैजनालाई र म आज भोलिको पोलिटिकल चालखेल जुन भइरहेको छ पहाडमा, सर्वप्रथम त हाम्रो आदरणीय हिज एक्सलेन्सी दि गभर्नर अफ वेस्ट बेङ्गल आरएन रविज्यूको स्टेटमेन्ट जुन चाहिँ उहाँले भन्नुभयो, उहाँले जुन चाहिँ यो बजेट सेसनमा नयाँ न्युली फर्मड बीजेपी गभर्मेन्टको बजेट सेसनमा उहाँले भन्नुभयो, स्टेट गभर्मेन्ट वाज कमिटेड टु फाइन्डिङ पीपीएस टु गोर्खाल्यान्ड थ्रु डायलग भन्ने कुरा राख्नुभयो। र उहाँको एक्ज्याक्ट भाषणमा के भन्नुभयो भन्दाखेरि चाहिँ स्पिचमा यो चाहिँ उहाँले भन्नुभएको होइन, दिस हेज बिन गिभन बाई दि अनरेबल चिफ मिनिस्टर अफ वेस्ट बेङ्गल अहिलेको श्री शुभेन्दु अधिकारीज्यूले बनाएर भन्नुभएको कुरा उहाँले स्पिचमा भन्नुभयो। माई गभर्मेन्ट इज कमिटेड टु arriving at a permanent political solution to long-drawn Gorkhaland issue through negotiations with all stakeholder भनेर उहाँले भन्नुभयो। र उहाँले गोर्खाल्यान्डको एउटा वर्डलाई प्रनाउन्स गर्यो भनेर सबैजनाले धन्यवाद पनि दिनुहुँदैछ, सबैजना खुसी पनि हुनुहुँदैछ र अहिलेको बीजेपी गभर्मेन्टले के गर्छ भनेर झन् ठुलो आशा हामी सबैको बीचमा छाएको छ। तर उहाँले यस स्पिचमा कुनै पनि कन्स्टिट्युसनको कुरा गर्नु भएन, अघि कुनै पनि यो विषयहरू भन्नु भएन कि यो चाहिँ थ्रु द पार्लियामेन्टबाट हुनुपर्छ भन्ने कुराहरू या कन्स्टिट्युसनको हिसाबले भन्नु भएन। यहाँनिर उहाँले भन्नुभयो एउटा पोलिटिकल डायलग, हामी स्टेक होल्डर्सहरू भनेपछि अल द स्टेक होल्डर्स जुन चाहिँ अहिलेको पोलिटिकल लिडर्सहरू छन् पहाडको, र अब तपाईँहरूको यहाँनिर निर्णय लिने समय आएको छ, गभर्मेन्ट स्टेट गभर्मेन्ट। यो चाहिँ अब उहाँहरूको हामीले बुझिँदा उहाँको स्पिचको अनुसार यो बुझिँदा चाहिँ स्टेटभित्र, किनभने यहाँनिर कुनै पनि सेन्ट्रल लेभलको कुरा गरिएको छैन। र अब यसलाई चाहिँ हामी भन्न चाहन्छौँ हाम्रो अनरेबल एमपी साहब राजु विष्टज्यूलाई, तपाईँले चाहिँ यो कुरा चाहिँ अब सेन्ट्रल गभर्मेन्ट होम मिनिस्टरलाई नोटमा लिएर, अनरेबल होम मिनिस्टर अफ इन्डियालाई नोटमा लिएर थ्रु द पार्लियामेन्ट अब यो चाहिँ समय आएको छ पीपीएस भनेर होइन, आजको दिनमा यहाँनिर हिज एक्सलेन्सी द गभर्नर अफ वेस्ट बेङ्गलले गोर्खाल्यान्ड प्रनाउन्स गर्यो भनेपछि चाहिँ हाम्रो त्यो झ्याउरे नेताहरूले चाहिँ गोर्खाल्यान्ड भन्नै डराउँछ, पीपीएस कि पीपीएस भन्छन्। हाम्रो नेताहरूले गएर ठुल्ठुलो नेताहरूको सामने गोर्खाल्यान्ड भन्ने शब्द भन्ने पनि हिम्मत छैन। र अब चाहिँ यहाँनिर जब गभर्नर अफ द वेस्ट बेङ्गलले प्रनाउन्स गरेर गोर्खाल्यान्ड शब्द प्रनाउन्स गरेर डायलगले यसलाई चाहिँ मिलाउँछु भनेको चाहिँ अहिलेको वेस्ट बेङ्गलको बीजेपी गभर्मेन्ट चाहिँ कमिटेड छ अरे यो गोर्खाल्यान्डको डायलगलाई थ्रु द डायलग सबैलाई लिएर थ्रु द डायलग चाहिँ यसलाई चाहिँ नेगोसिएट यसलाई मिलाउनुमा उहाँहरू उत्सुक छन्, उहाँहरूले सोच्नु भएको छन् र कमिटेड छन् भन्नुभएको छ। र हाम्रो कमिटमेन्ट चाहिँ यही हो कि अब चाहिँ हामीले गभर्मेन्ट अफ वेस्ट बेङ्गललाई भन्नुपर्छ, नो जीटीआर, नो बीटीआर, नो 6 शेड्युल, नथिङ, 370 पनि होइन, 244A पनि होइन, हामीलाई चाहिँ बाइफर्केसन फ्रम द वेस्ट बेङ्गलबाट चाहिँ गोर्खाल्यान्ड चाहिँ छुट्टा राज्यको माग चाहिँ हामीले राख्ने बेला आएको छ। र हामी नेताहरूलाई भन्न चाहन्छु, अब एबीसीडी हाबी जाबी लन्टङ बन्टङ तपाईँहरूको यो घरि यसले थुकेको त्यसले चाट्ने, त्यसले ठुकेको यसले चाट्ने भन्दाखेरि चाहिँ अब सबै यो जीटीआर बीटीआर 6 शेड्युल यहाँनिर जीटीए सबैलाई हटाएर एक मात्र मुद्दा जो चाहिँ या त युटी व्यवस्था आउटसाइड द बेङ्गल विदिन द युनियन अफ इन्डिया भित्र चाहिँ हाम्रो चाहिँ सेटअप चाहिँ हुनुपर्छ। हामीले चाहिँ हाम्रो माग यत्रो साल जब बीजेपी सरकार भारतमा थिएन तब पनि हामीले त्यति बेला हाम्रो भोट किम्ती भोट दिएर श्री जसवन्त सिंहज्यूलाई हामीले यहाँबाट एमपी बनाएर पठाएको हो। र अब उहाँहरूको ऋण तिर्ने बेला भएको छ। तपाईँहरूको पहिला डायलग गर्दाखेरि पहिला हामी बङ्गाल जित्छु भन्नुहुन्थ्यो, तपाईँहरूले बङ्गाल पनि जित्नु भयो। र आजको दिनमा अनरेबल चिफ मिनिस्टर अफ वेस्ट बेङ्गल श्री अधिकारीज्यू रेडी हुनुहुन्छ अरे, कमिटेड हुनुहुन्छ अरे उहाँहरूको सरकार चाहिँ कि गोर्खाल्यान्डको मुद्दालाई चाहिँ एउटा डायलगको थ्रुबाट चाहिँ दिनुपर्छ भनेर तब अब चाहिँ हामी पहाडमा चाहिँ हामी प्रिपेयर हुनुपर्छ। र अर्को कुरा मैले यहाँनिर भन्न चाहन्छु, हाम्रो अनरेबल एमपी साहब, तपाईँसँग मेरो पर्सनल केही पनि छैन, हाम्रो एकदमै आदरणीय भाइ, अघि
तपाईँ र हाम्रो एउटा राम्रो सम्बन्ध भएको हो, तपाईँलाई ल्याउने हामी पनि हो। अनि तपाईँले जुन प्रकारले यो महाकाल बाबाको कसम खानु भएको थियो डाँडामा, तपाईँले महाकाल बाबाको कसम खानु हुँदा हामी पनि, म पनि त्यो जग्गामा थिएँ। तपाईँले भाषण दिनु हुँदाखेरि फर्स्ट एमपी भएर इलेक्सनमा तपाईँले यहाँनिर भाषण दिनु हुँदा म पनि त्यो जग्गामा थिएँ र तपाईँले महाकाल बाबाको भाषण महाकाल बाबाको कसम खाँदा तपाईँले भन्नुभएको छ म चाहिँ गोर्खाल्यान्ड ल्याउँछु भनेर भन्नुभएको छ। र म तपाईँलाई भन्न चाहन्छु महाकाल बाबाको कसम खानेहरूको अवस्था चाहिँ र हाम्रो गोर्खा जातिलाई ठगेर जानेहरूको अवस्था चाहिँ ठिक भएको छैन। तपाईँले श्री जसवन्त सिंहज्यूलाई हेर्नुहोस्, ब्रेन डेड भएर 1 साल बेड रिडन भयो अघि। त्यसको बादमा अहिले श्री एसएस आलुवालियाज्यू, उहाँसँग मैले नै पर्सनली, उहाँले जब जितेर उहाँनिर जानु हुँदाखेरि हामी कतिपल्ट भेटघाट हुँदाखेरि त एकदम हि वाज सो एरोगेन्ट। मैले मेरो उसमा चाहिँ राजयोग छ, मेरो कर्ममा राजयोग छ, यो क्वार्टरमा बसेको म 25 वर्ष भयो, 25 वर्षको म कन्टिन्युस एमपी हो भनेर चाहिँ श्री एसएस आलुवालियाज्यूले भन्नुभएको थियो। तर आजको दिनमा उहाँले उहाँ पनि सायद अब सत्तामा हुनुहुन्न र गोर्खा जातिलाई ठिक के अरे ढाँट्ने, झुट बोल्ने, र महाकाल बाबा चाहिँ सानो कुरा होइन, महाकाल बाबा चाहिँ ठुलो कुरा हो। अनि तपाईलाई पनि म भन्न चाहन्छु, हाम्रो ठुल्ठुलो नेताहरूको पनि हामीले देखेको छौं कस्तो कस्तो प्रकारले चाहिँ उहाँहरूको अवस्था पछि गएर उत्रियो महाकाल बाबाको कसम खाँदाखेरि के भयो, र तपाईको पनि त्यही अवस्था हुन्छ। तपाईले जसरी महाकाल बाबाको कसम खानु भएको छ त्यसरी नै गोर्खा जातिको हितमा गोर्खाल्यान्डको लागि काम गरेर देखाउनुहोस्। हामी सबै तपाईको साथमा छौं अनि महाकाल बाबाले पनि तपाईलाई साथ दिनुहुन्छ। हाम्रो गोर्खाल्यान्ड पक्का भएर जान्छ, किनभने तपाई नै एउटा हामीले ल्याएको सोर्स हो एमपी साहब यहाँबाट। र तपाईले बरु तपाई त आजकल त बरु बागडुग्रामै टेन्ट ठोकेर बस्ला जस्तै छ। यो एमपी आउँदा रिसिभ गर्नु, यो के अरे एउटा मिनिस्टर आउँदा रिसिभिङ गर्नु, स्ट्यान्डिङ कमिटी आउँदा रिसिभ गर्नु, अर्को मिनिस्टर आउँदा रिसिभ गर्नु, त्यो तपाईको ड्युटी होइन। तपाईको ड्युटी चाहिँ पार्लियामेन्टमा बसेर चाहिँ त्यहाँनिर जरा गाडेर बसेर चाहिँ तपाईले स्टेट गभर्नमेन्टलाई साथमा लिएर र होम मिनिस्टर सेन्ट्रल गभर्नमेन्टलाई साथमा लिएर चाहिँ हाम्रो यो जातिको रक्षा गर्ने बेला आएको छ। तपाई हाम्रो अनरेबल चिफ मिनिस्टर बन्नुहोस्। हामीले भने त हामीलाई केही पनि छैन, तपाईहरु बस्नुहोस्, तपाईहरुको पार्टी चलोस्, बीजेपी सरकार चलोस् यहाँनिर, तर नट प्रायर हाम्रो आइडेन्टिटी क्राइसिसको टाइममा चाहिँ हामीले अरू कम्युनिटीको यहाँनिर झण्डा गाड्नु चाहिँ ठुलो कुरा हो। रिजनलिजम चाहिँ त्यही कारणले हामीले बचाउनु भनेर भन्छौं। र म तपाईलाई भन्न चाहन्छु राजुभाइलाई कि अब तपाईसँग त मेरो कुरा आउँछ। अब तपाईले फेरि पनि तपाईले एरोगेन्टली धमास दिँदै थियो दुनियाँभरको पार्टी खोल्ने। कसैले पनि गोर्खा जातिको हितमा गोर्खाल्यान्डको लागि पार्टी खोल्छ भनेदेखिको उसको डेमोक्रेटिक राइट हो। गोर्खाल्यान्ड नै नमाग्ने पनि कुनै पनि पोलिटिकल पार्टी खोल्छ भने उसको डेमोक्रेटिक राइट हो। तपाईहरुले त ल्याङ गरेर घरि यताबाट सुटुक्कै घरि उताबाट साँठगाँठ, खै तपाईको त्यो 5 तारिकको दिनको जीटीए को रद्द भएको खै तपाईले ईडी ल्याएको, तपाईको सरकार आयो ईडी ल्याएको खै त। अन्त त्यस्तो त केही छैन त, त्यो त एउटा हावा मिठाई मात्रै भइराख्छ त तपाईहरुको कुरा त। त्यही कारणले गर्दाखेरि चाहिँ तपाईहरुले त्यो न्याङ गरिरहनु भन्दाखेरि चाहिँ तपाईको आफ्नो काम गर्नुहोस्। हाम्रो जति पनि पहाडमा हजारवटा पार्टी खोलोस् गोर्खाल्यान्ड डिमान्डको लागि, उसको त्यो डेमोक्रेटिक राइट हो। तपाईलाई चाहिँ किन डिस्टर्ब हुन्छ? कसैले गोर्खाल्यान्डको प्रेसर गर्छ भने तपाईलाई किन डिस्टर्ब हुन्छ? अरे इफ समबडी इज आस्किङ फर अ गोर्खाल्यान्ड, हाम्रो कन्स्टिट्युसनल राइट आर्टिकल 3 मा जुन विषय भनेको छ, सेन्ट्रल गभर्नमेन्ट र स्टेट गभर्नमेन्टले जुन कुराले चाहिँ हामीलाई गर्नुपर्ने, जुन चाहिँ हाम्रो गोर्खाल्यान्डको मुद्दा छ, त्यो मुद्दाको विषयमा कसैले पार्टी खोल्दा चाहिँ तपाईलाई चाहिँ के को प्रब्लम भयो? त्यति साह्रो हावा मिठाई नखुवाउनुहोस्, त्यति साह्रो धमास नदिनुहोस् नि। 2 दिनको त्यो स्टार्स चाहिँ ममता दिदीको हालत थाहा छ तपाईले। 10 वर्ष 15 वर्ष कति चम्क्यो। हरेक व्यक्तिको डाउनफल आउँछ, हरेक व्यक्तिको डाउनफल पनि हुन्छ, उसको उठ्ने समय पनि हुन्छ। र त्यो डाउनफल हुँदाको स्थितिहरू तपाईहरुले आफूले देख्नु भएको छ र बेसी फुर्के हुनु हुँदैन। दया गरेर जुन चाहिँ आजको दिनमा हिज एक्सिलेन्सी द गभर्नर अफ वेस्ट बेंगलले यो जुन कुरा प्रोनाउन्स गर्नु भएको छ गोर्खाल्यान्डको कुरा, तपाई पनि हर्कै गएर मलाई गोर्खाल्यान्ड चाहियो, मेरो जातिलाई गोर्खाल्यान्ड चाहियो र म यो गोर्खाल्यान्ड को लागि मलाई एमपी बनाएको भनेर तपाईले ठोकुवा गरेर बस्नुहोस् न, हामी तपाईको साथमा छौं। र अर्को कुरा फेरि म तपाईहरुलाई भन्न चाहन्छु, आजभोलि अब यो जीटीए एउटा यो एक्ट पास्ड बाइ दी स्टेट लेजिस्लेचर, बंगाल सरकारको लेजिस्लेचर हाउसबाट पास भएको बाइ एक्ट पास भएको एउटा सेटअप छ, एउटा सेमी
अटोनोमस बडी हामी छौं जो चाहिँ जिटिए हो र जिटिए को चीफ चाहिँ के हुन्छ एउटा क्याबिनेट र्याङ्कको मिनिस्टर जस्तै हुन्छन् उहाँ क्याबिनेट र्याङ्कको मान्छे हुन्छन् क्याबिनेट मिनिस्टर हुन्छन् र उहाँ दाजुले अनित दाजुले एकदमै राम्रो गर्नुभयो कि उहाँले जिटिएबाट रिजाइन दिनुभयो अघि जिटिएबाट रिजाइन दिनुभयो तर दाजुले चाहिँ बरु मलाई चाहिँ लागेको थियो मैले हामीले चाहिँ के आशा गरेको थियौं भने तपाईहरुले चाहिँ हाउसमै बसेर सबैलाई डाकेर सबै सभासदहरूलाई डाकेर तपाईको अपोजिसनको पनि सभासदहरूलाई डाकेर तपाईहरु सबै आएर चाहिँ एउटा रेजोल्युसन लिएर चाहिँ तपाईले रिजाइन गरिदिनु भएको भए राम्रो हुन्थ्यो एनीवे तपाईले रिजाइन गर्नुभयो बेस्ट स्टेप हो तर यो कुरा पनि हैन कसैलाई मरी खानु न गरी खानु बनाएर गयो भन्ने कुरा हैन तपाईको पनि रेजिग्नेसन देखिएको छैन तपाईले मिडिया तपाई एउटा क्याबिनेट मिनिस्टर र्याङ्कको व्यक्ति हाम्रो चीफ एक्जिक्युटिभ हामीले मान्नै पर्छ तपाईलाई तपाई इलेक्टेड मान्छे हो मान्नै पर्छ र तपाईले तपाईको रेजिग्नेसन लेटर तपाईले फेरि यो कोलाई दिनु पर्थ्यो हिज एक्सलेन्सी द गभर्नर अफ वेस्ट बेंगललाई तपाईले यो रेजिग्नेसन किनभने देखि कन्ट्रोबल प्राइम मिनिस्टरले रिजाइन गर्दा प्रेसिडेन्टलाई बुझाउनु हुन्छ भने प्रेसिडेन्ट अफ इन्डियालाई बुझाउनु हुन्छ भने देखिनको चीफ मिनिस्टरले गभर्नरलाई बुझाउनु हुन्छ भने देखिनको तपाईहरुले पनि लेखिएको रिटन तपाईको रिटन रेजिग्नेसन देखिएकै छैन तपाईको कहाँ देख्नु बर त्यसलाई पब्लिश पनि भएको छैन यहाँनिर मिडियामा आएर रिजाइन गरेर थोडी हुन्छ आजको दिनमा प्राइम मिनिस्टरले मैले रिजाइन गरे भनेर मिडियामा भनेर हुँदैन नि कुनै पनि एउटा आधिकारिक व्यक्तिले रिजाइन गरे भनेर मिडियामा भनेर हुँदैन अनि त्यो चाहिँ रेजिग्नेसन हैज टु बी इन रिटन फर्म्याट प्रपरली अथोरिटीलाई दिएर तपाईले रिजाइन गरेको हुनुपर्छ त्यसका माथि पनि फेरि हाम्रो यो 1-2 जना 12 जना झोले सभासद दाजुभाइहरु अब तपाईहरुले भन्नुहुन्छ फेरि हामीलाई चोर भन्छ फेरि हामीलाई झोले भन्छ भनेर अब हेर्नुस् त तपाईहरुको तरिका तपाईहरुले रेजिग्नेसन पार्टीबाट दिनुभयो र पोस्टबाट दिनुभयो सभासदबाट चाहिँ किन रेजिग्नेसन दिनु भएन कि आशा छ त्यहाँनिर सभासद भएर त्यहाँनिर फेरि अर्को जिटिए चीफ हुँदा चाहिँ हामी नै त्यो भित्र भनेर चाहिँ तपाईहरुले फेरि त्यो आफ्नै तरिकाले फेरि त्यो बगम फुसे दिमाग लगाएर अब किनभने देखिनको तपाईहरुलाई चाहिँ यस्तो व्यक्ति देखियो जबसम्म अनित दाजुको अप्पर ह्यान्ड थियो अनित दाजुसँग मिलेरै तपाईहरुले सबै काम गर्नुभयो आजको दिनमा जति पनि यो जिटिए को चीफलाई परिआएको खण्डमा तपाईहरु चाहिँ हात झिकेको हामी चाहिँ होइन है हामी चाहिँ ह्यान्ड इन ग्लोभ्स होइन है हरेक सभासदहरु हरेक मेम्बरहरु जो चाहिँ यो प्रोजेक्ट्सहरुमा जिटिए भित्र चलिएको जति पनि प्रोजेक्ट्सहरु छ जति पनि धान्धलीबाजी भएको छ सबै हेल्ड रेस्पोन्सिबल हुन्छ है तपाईहरु चाहिँ आफ्नो हात झिकेको जस्तै फटाफट पार्टीबाट किन त्यस्तो त्यो पार्टीले तपाईलाई इज्जत दियो त्यो पार्टीले तपाईलाई नीलो बत्ती दियो नेम प्लेट दियो फन्ड दियो धमास दिनु लगायो त्यो पार्टीले गर्दाखेरि आज तपाईहरुले घोटाला गरेर धेरै धेरै मान्छेलाई नोकरीमा हाल्नुभयो काम धन्दा गर्नुभयो आज त्यस पार्टीको चीफलाई पर्दाखेरि चाहिँ तपाईहरु चाहिँ अलगै तपाई 12 जना चाहिँ अलगै तपाईहरु चाहिँ मतलब पार्टीबाट मात्र रिजाइन दिने कस्तो खालको यो तपाईहरुको यो गुल्चे खेलेर फेरि तपाईहरु नै भोलिको दिनमा अरूसँग पनि जोडिएर फेरि तपाईहरुले नै घोटाला गर्नुहुन्छ बरु म भन्छु सबै जनालाई हाम्रो जिटिए चीफलाई पनि अनित दाजुले प्लिज तपाईले खेलाइची नगरिकन तपाईको स्टेप एकदमै राम्रो सराहनीय कार्य किनभने देखिनको आजको दिनमा जिटिए डिजल्भ भयो जिटिए को सभासदहरु रहेन भने जिटिए नै खतम भयो भने देखिनको गभर्नमेन्टको हेर्नुस् है गभर्नमेन्टको पोइन्ट छ यहाँनिर सभासदहरुले सबैले रिजाइन दिइसकेपछि हाउसै छैन भने देखिनको गभर्नमेन्टले अर्को स्टेप लिन्छ र अब यो न्यूली फर्मड गभर्नमेन्ट जानेर चाहिँ आजको दिनमा हिज एक्सलेन्सीले भनिसक्नु भएको छ गभर्नर अफ वेस्ट बेंगलले भनिसक्नु भएको छ कि शुभेन्दु अधिकारीको पार्टी चाहिँ कमिटेड टु ओपन डायलग फर गोर्खाल्यान्ड भनेर भनिसक्नु भएको छ भने लेट देम कम फर द डायलग जबसम्म यो जिटिए चलाइरहन्छ उनीहरूले अर्को आधिकारिक रूपमा सोच्दैन अब राजु विष्टले त एडमिनिस्ट्रेटिभ मिटिङहरु गर्छ घरि दार्जिलिङमा घरि कालिम्पोङमा डीएम बोलाउँछ एसपी बोलाउँछ राजु विष्ट इज एमपी उसको आफ्नो जुरिस्डिक्सन छ काम गर्ने उले एडमिनिस्ट्रेटिभ मिटिङ्सहरु बोलाउन सक्दैन बिङ अ लयर या कोही पनि लयरले उहाँहरुको खिलाफ रिट गरे भने यो प्रब्लम खतरनाक प्रब्लम हुन्छ र यो चाहिँ हामीलाई हेलचेक्रा गर्ने एडमिनिस्ट्रेटिभ मिटिङ कल फर गर्ने
विदाउट दि अथोरिटी। यो नयाँ नयाँ पार्टी खोलेर गोर्खाल्यान्ड माग्नेहरूलाई थ्रेट गर्ने, अनि उसले मागेको गोर्खाल्यान्ड मात्रै राइट हो र? उसले मागेको पिपिएस मात्रै राइट हो र? अन्त हाम्रो जाति यो जग्गाको भुक्तभोगी हाम्रो दाजुभाइ दिदी बहिनी जति पनि छ गोर्खाल्यान्डको लागि दुई शब्द लेख्ने बोल्ने र गोर्खाल्यान्ड प्रेमीले मिलेर आज पार्टी खोल्छ भनेदेखिको चाहिँ तपाईलाई चाहिँ किन तपाईको गोर्खाल्यान्डमा चाहिँ कसरी डिस्टर्ब भयो? तपाई मुद्दा त उठाउनुहोस् न, तपाई गएर पार्लियामेन्टमा हामी तपाईहरुको पछि खडा छौं इरेस्पेक्टिभ अफ अल डिस्प्युट्स। यहाँ हामी कुनै पोलिटिकल पार्टी र कसै इन्डिभिजुअललाई नराम्रो भन्नु आएको होइन। यहाँनिर यो जिटिआर को क्याम्पेनिङ त्यो पुरानो मरेको के अरे सियालहरूलाई ल्याउने त्यस्तो होइन। यहाँनिर जिटिआर बिटिआर सिटिआर केही पनि होइन। यहाँनिर आज गोर्खाल्यान्डको कुरा भएको छ भने हामीले गोर्खाल्यान्डकै मुद्दा उठाउनु पर्ने हाम्रो शक्ति र क्षमता हुनुपर्छ। र यो कुरा नसोचे पनि हुन्छ कि गभर्नमेन्ट अफ वेस्ट बेंगल भित्र चाहिँ आज चाहिँ बीजेपी आएको छ र हामी बोल्नु सक्दैन भनेर यसरी नै टीएमसी पनि आएको थियो, यसरी नै हामी बोलेका थियौं। त्यति बेला फेरि ममता दीदी तो मेरे माँ है, ममता दीदी ने तो गोर्खा को ये है वो है ऐसा है वैसा है भनेर फेरि ममता दीदीकै हुने। त्यस्तो होइन, धोती समात्ने होइन, बंगालको धोती समात्ने होइन। हाम्रोमा एबिलिटी छ, हाम्रोमा म्यान्डेट छ, हाम्रोमा जन जागरुकता छ, हाम्रोमा दिमाग छ, नलेज छ, हामीले काम गर्ने हो। अनि यहाँनिर कुनै पनि सरकार आयो भने यो पहाडलाई चाहिँ बिथल्नु सक्दैन। त्यही कारणले भन्छु म कुनै पनि दाजुभाइहरूलाई, कुनै पनि पार्टीको फलोवरलाई, कुनै पनि पार्टीको रक्षक, कुनै पनि पार्टीको तपाईको क्याडर्सहरूलाई भन्छु यति बेला चाहिँ हामीले युनाइट भएर खाली गोर्खाल्यान्ड, किनभने अब हाउसमा भनिसकेको छ नि त आज त यो कुरा, र हामीले यो कुरा चाहिँ हुनु पर्यो नि त। फेरि जस्ट जगलरिज अफ वर्ड्स मात्रै चाहिँ भएर नजाओस् न त। खेलाउने शब्दकोशमा गोर्खाल्यान्ड भन्यो, हामी कमिटेड छौं भन्यो, पोलिटिकल डायलगले सल्भ भयो। फेरि के त्यो गोर्खाल्यान्ड भनेको चाहिँ फेरि जिटिए, फेरि अर्को जिटिए। अन्त पहिला पनि त अन्त गोर्खाल्यान्डको नाममा जिटिए पाएको थियो। त्यो जिटिए भित्र 58 डिपार्टमेन्ट्स पनि थियो, ट्रान्सफर सब्जेक्टहरू थियो, केही पनि भएन त लास्टमा त। 58 डिपार्टमेन्टसँग हामीले जिटिए ल्याएर ट्रान्सफर सब्जेक्ट हुँदा हुँदै पनि हामी स्टिल वी वर अनेबल टु गेट दोज ट्रान्सफर सब्जेक्ट। सबैभन्दा इम्पोर्टेन्ट चाहिँ ल्यान्ड हो, जुन चाहिँ ल्यान्ड चाहिँ हाम्रो श्रमिकहरूको ल्यान्ड हो। त्यो श्रमिकहरूको ल्यान्डलाई आजसम्म पनि उहाँहरूलाई राइट्स दिनु सकेन, किनभने हामीले भनेको थियौं जिटिएले नापोस्, जिटिएले आफ्नो खातामा राखोस्। त्यसको बादमा किनभने जिटिएलाई त हामी ट्रस्ट गर्न सक्छौं, गभर्नमेन्ट अफ वेस्ट बेंगललाई त ट्रस्ट गर्न सक्दैनौं। जिटिएमा त हाम्रो अनित दाजु छ, हाम्रो नेपाली भाषी दाजुभाइहरू छ, र उहाँहरूले चाहिँ जति जनाको जमिन जति छ त्यति चाहिँ फेरि फर्काइदिन्छ भनेर आफूलाई दिन्छ, खतियान दिन्छ, कागज पत्र दिन्छ, पक्का दिन्छ भनेर हामीले भनेको थियौं त। गर्नै सकेन त त्यो ट्रान्सफर सब्जेक्ट भएकोहरूले त। र म आदरणीय रेस्पेक्टेड पोलिटिशियन, क्याडर्स, अल पोलिटिकल पार्टीज, अहिले हामीले कुनै पनि प्रकारको मतभेद राख्ने या मैले जिते या तैले जिते भन्ने होइन। हामीले भोट ब्याङ्क पोलिटिकल क्याल्कुलेसन्समा त भोट ब्याङ्कको क्याल्कुलेसन्समा नजाउँ, त्यो त अलरेडी हामीले छरपष्टै भइसकेको छ र बनाइसकेको छ। अहिले हामीले यति मात्रै हो, दिस इज द हाई पोइन्ट एजेन्डा। एकदमै राम्रो भयो, वेस्ट बेंगलमा सत्ता चेन्ज भयो, बीजेपी गभर्नमेन्ट आयो, सेन्टरमा पनि उहाँहरू, स्टेटमा पनि उहाँहरू, हाम्रो पहाडमा पनि उहाँहरू हुनुहुन्छ। र आजको दिनमा यहाँनिर पार्टी चेन्ज, रेजिग्नेसन, के अरे यो पञ्चायतको चेन्ज, घरि प्रधान चेन्ज अरे, घरि को चेन्ज अरे, त्यस्तो हुने के हुनेवाला चाहिँ छैन। अनि मिडियामा आउँदै रेजिग्नेसन दिँदै चाहिँ हुँदैन। अपोइन्टिङ अथोरिटिजहरूलाई नै तपाईहरूले रेजिग्नेसन चाहिँ दिएको हुनुपर्छ। त्यही कारणले गर्दा हाम्रो एउटै आकांक्षा, हाम्रो एउटै इच्छा, हाम्रो एउटै कुरा, सबैभन्दा महत्वपूर्ण हाम्रो सेपरेट स्टेटहुड गोर्खाल्यान्ड, जो चाहिँ पोसिबल छ, एकदमै पोसिबल छ। भारत डेमोक्रेसी भएको देश, गणतान्त्रिक देशभित्र बाइफर्केसन अफ द स्टेट डेफिनेटली इम्पोर्टेन्ट छ र हुन्छ पनि, किनभने बेटर एडमिनिस्ट्रेसन, भाषा, कल्चरको आधारमा हामी अलग्गै हाम्रो एउटा व्यवस्था हुन सक्छ। यसमा हामी लागि परौं।
तपाईहरुले बोलाउनुहोस् हामीलाई, कुनै इभन बीजेपीहरुले पनि बोलाउनुहोस् या कुनै पनि पोलिटिकल पार्टीहरुले सबैजनाले बोलाएर एक दुसरालाई हातेमालो गरेर चाहिँ हामी चाहिँ आजको दिनमा हेर्नु जुन जुन प्रब्लम हुँदैछ, ल्यान्ड राइट्स प्रब्लम हुँदैछ, यो फरेस्ट भिलेज एफआरसी को कुरा हुँदैछ, यो जुन प्रकारको यो मिनिमम वेजेसको कुराहरू हुँदैछ, भाषा जातिको भेदभाव आधारमा कुरा हुँदैछ, आजको दिनमा ट्राइबल राइट्स र ट्राइबल नन ट्राइबल राइट्सको कुराहरू हुँदैछ। जति पनि हामी माथि लान्छनाहरू फरेनरको ट्याग हामी माथि लाग्दैछ, सबैको एउटै सल्युसन, त्यो सल्युसन चाहिँ हो गोर्खाल्यान्ड। इम्प्लोयमेन्ट अपर्च्युनिटीको कुरा हुँदैछ आजको दिनमा। हामीलाई नदिनु न तपाईहरुले, हामीलाई 3000 नदिनुस्, 1500 नदिनुस्, हामीलाई गोर्खाल्यान्ड ल्याएर दिनुस् न त। हाम्रो आफ्नो स्टेट भएपछि हामीलाई पनि थाहा छ हाम्रो रिसोर्सेसहरु कहाँ छ, हाम्रो स्टेटहरु कसरी चल्नु सक्छ, हाम्रो स्टेट कसरी चल्नु सक्छ। र हामी त एकदमै सिन्सियर अनेस्ट अनि हामी एकदमै डरलाग्दो मेहनती मान्छेहरु हौ, हामी गोर्खा जातिहरु हौ। हामीले हाम्रो स्टेट गोर्खाल्यान्ड स्टेट 5 वर्षमा लेभलमा ल्याएर विदाउट सेन्ट्रल गभर्नमेन्ट को लोन पनि नलिकन हामीले काम गर्न सक्छौं। त्यतिका मेहनती, त्यतिका रिसोर्सफुल छौं। हाम्रोमा चियाबारी छ। किन चाहिँ हामीले घरि कसैले तपाईहरुको पार्टीमा घरि कसैले भन्छ गोर्खाल्यान्ड चलाउनु जान्दैनौ, हामीले भन्छ ट्रेनिङ गर्नु भन्छ, हाम्रोमा गोर्खाल्यान्ड चलाउने मान्छे छैन भनेर भन्छ। कतिजना फेरि हावाको रेजिग्नेसन दिन्छ, घरि पार्टीलाई रेजिग्नेसन दिन्छ। हिजोसम्म तपाईहरुको त्यही नेता राइट, आज त्यही नेता फल्स। लाज शरम हुनुपर्ने धेरैवटा अडियो लिक्सहरु हुँदैछ। तपाईहरुको इन्टरनल मिटिङ्समा के भयो, त्यहाँ तपाईले रिप्लाई दिनुस् न। के एउटा के भन्छ, एउटा मरद मान्छेहरु भएर, एउटा प्रपर डिसिजन डिसाइसिभ हुनु नसकेको मरद मान्छेहरु भएर यताको चुगली उता तपाईको त्यो लिकेजले, तपाईको जुन चाहिँ अडियो लिक्सहरु आज जुन प्रकारको हुँदैछ, त्यसले त हाम्रो गोर्खा जातिलाई फ्यातुलो बनाउँछ। हिजोसम्म त्यही पार्टीमा बसेर खायो, आज त्यही पार्टीको इन्टरनल मिटिङ। अरे तपाईहरुको कुनै पनि एउटा मिटिङमा बस्छ भने एकपल्ट एग्रीमेन्ट हुन्छ, धेरैपल्ट डिसएग्रीमेन्ट हुन्छ नि त। डिसएग्रीमेन्ट र एग्रीमेन्ट हुन्छ नि त। फेरि अर्को सभा बोलाउनुस्, आपस्तमा कुरा गर्नुस्। के हो भने यताको कुरा पोल, उताको कुरा पोल गरेर यो कुराहरुले चाहिँ हाम्रो लङ पेन्डिङ डिमान्ड पीपीएस जुन चाहिँ यिनीहरूले कोइन गरेको छ, गोर्खाल्यान्डको मुद्दा पूरा हुन सक्दैन। वी अल हैव टु बी फर्म एन्ड स्टेबल। अनि तपाईहरुले चाहिँ यहाँनिर चाहिँ हामीलाई नचाउने कोसिस नगर्नुस्। हावाको गरेर दादागिरी देखाएर टाउटिङ्सको काम गरेर एउटा मिनिस्ट्री लेभलको टाउटिङ, एउटा लोकल लेभलको टाउटिङ, एउटा के भन्छ भित्र ग्राउन्ड जिरोको टाउटिङहरु भएर चाहिँ, टाउट्सहरु भएर चाहिँ तपाईहरुले हाम्रो मुद्दालाई चाहिँ बिथोल्न चाहिँ नखोज्नुस्, थ्रेट नदिनुस्। तपाईहरुको अगेन्स्टमा हामी खडा हुनेछौं। र म सबै सभासदहरुलाई भन्छु, सबैजनालाई भन्छु, सबैजनाले तपाईहरु रिजाइन गर्नुस्। प्रपर अथोरिटीलाई रिजाइन गरेर र अब चाहिँ सही टाइम हो, हाई टाइम हो, गभर्नमेन्टले एउटा डिसिजन लिन्छ। हेरौं न गभर्नमेन्टले के डिसिजन लिन्छ। त्यो डिसिजनमा मान्नु नमान्नु हाम्रो पनि त हियरसे हुन्छ, हाम्रो पनि त कुरा सुनिन्छ, हाम्रो पनि त ओपिनियनहरु लिन्छ, पब्लिकको पनि त ओपिनियन लिन्छ। त्यही कारणले गर्दा डेमोक्रेसीमा नम्बर, जनता, जेनजी, यङ भोटर्स, तपाईहरुको भोलिको दिनको भविष्य, तपाईको यो पहाड आज भोलिको दिनमा सिलगुडी क्रिएट डिस्ट्रिक्ट बनाएर लगिदिन्छ, तपाईको एनबियू तपाईको हातमा रहँदैन। यङ भोटर्स, नानीहरु भोलिको दिनमा तपाईको सिलगुडीलाई डिस्ट्रिक्ट बनाएर छुट्टाएर लगिदिन्छ। तपाईको एयरपोर्ट जुन चाहिँ डिफेन्स एयरपोर्ट हो, हाम्रो यहाँनिर नर्थ बेंगलमा एयरपोर्ट पनि छ, डिफेन्स एयरपोर्ट हुँदैछ, त्यो डिफेन्स एयरपोर्ट पनि हाम्रो रहँदैन, रेलवे स्टेशन पनि हाम्रो रहँदैन। त्यहाँनिरको डेमोग्राफी, त्यहाँनिरको हाम्रो सिलगुडीमा कतिका हिस्ट्री हाम्रो जोडिएको थियो, त्यो कुराहरू केही पनि पाइँदैन। र इम्प्लोयमेन्टको त झन् हामीलाई त ल्यान्डलक गरेर राखिदिन्छ। त्यो सबैहरुको एउटै सल्युसन, 1 पोइन्ट एजेन्डा, सिंगल पोइन्ट एजेन्डा, त्यसको त्यो चाहिँ हो गोर्खाल्यान्ड। र हामी त एकदमै लागि पर्ने छौं। हामी भव्य रूपमा उठ्ने छौं, भव्य रूपमा काम गर्ने छौं। जसले गलत गर्छ त्यसको अगेन्स्टमा बोल्ने छौं। र हामीलाई चाहिँ यङ जेनेरेसनको चाहिँ एकदमै सपोर्ट हुनुपर्छ। तपाईहरुले यदि आजको दिनमा बोल्ने व्यक्तिहरुलाई सपोर्ट गर्नु भएन भने घरको चुला ढंगले हामीले मेन्टेन गरेनौं भनेदेखिको चाहिँ भोलिको दिनमा चाहिँ हाम्रो भविष्य चाहिँ के होला, नानीहरुको भविष्य के होला, तपाईको घरको परिवारको भविष्य के होला, तपाईको पुर्खाको राखिएको कपुरहरुको अवस्था के होला। तपाई आजको दिनमा 45,000 भोटर्स दार्जिलिङबाट डिलिट भएको छ।
37,000 भन्दा बेसी कालिम्पोङबाट डिलिट भएको छ। त्यस व्यक्ति भारतको सिटिजन होइन, त्यस व्यक्तिको नोकरी गर्ने अधिकार छैन, त्यस व्यक्तिको पासपोर्ट होल्ड गर्ने अधिकार छैन, त्यस व्यक्ति फरेन जाने अधिकार छैन, त्यसको व्यक्तिको बैंक अकाउन्ट किनभने ऊ सिटिजनै होइन, कसले जिम्मा लिन्छ? यो कुरा हामीले सोचेको छ र यसको विषयमा पनि हामी बोल्नेछौँ। र आजको लागि चाहिँ 1 पोइन्ट एजेन्डा गोर्खाल्यान्ड, जय गोर्खा, जय भारत।